फ्युचर गोल त धनी बन्ने थियो। जापान आउनु अघि म गरिब थिएँ र जापान आइसकेपछि झन् गरिब भएँ। जापान किन आयो? फ्युचर्स गोल्स चाहिँ के हो त? जापान आइसकेपछि बोर्जेसकोमा के फरक छ त? अनि जापान आएर लाइफ चाहिँ कस्तो छ? पार्ट टाइम जब पछि त्यहाँको रियल एक्सपिरियन्स के हुन्छ भनेर होइन। अब कसैले त भन्न सक्दैन नि त, कसैलेसँग सोध्यो भने थाहा हुन्छ, आफ्नो एउटा कुरा भन्छ होइन, तिमीले के गरौ के गर्न होइन। तर त्यही भएर मैले होइन आफ्नो एउटा सेल्फ इन्टरभ्यू लिएको कि मान्छेहरू लागोस् बुझोस् कि रियालिटी चाहिँ के छ भनेर। अनि मैले आफ्नो सबै रियालिटी कुरा जति छ नि मैले त्यो चाहिँ मैले आफ्नो इन्टरभ्यूमा चाहिँ भन्ने रहेछु है। सो होइन हजुरले चाहिँ अब कसले चाहिँ जापान आउनु चाहनुहुन्छ वर्किङमा अथवा स्टुडेन्टमा होइन, के लाग्छ त्यो चाहिँ भिडियो हेरेर आउनु। अनि चाहिँ के कस्तो लाग्छ हजुरले, के कस्तो लाग्छ होइन त्यो मलाई चाहिँ पनि होइन कमेन्टमा भन्नु होला कि हो एक्चुअलीमा यो छ कि छैन भनेर होइन। मलाई कमेन्ट गर्नु होला, मेरो भिडियो कस्तो लाग्यो होइन त्यसको लागि नि मलाई होइन भन्नु होला कमेन्टमा। अनि त्यसपछि म हजुरलाई पनि कमेन्टको रिप्लाई दिने हो। सो गाइज राम्रो लाग्यो भने होइन लाइक कमेन्ट र सेयर गर्नु होला है ल।